हेलो एन्ड नमस्ते, के छ हाल खबर? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै सन्चै छु। म भने देविका। के छ खबर? सदा जस्तै भिडियो लिएर आउने देविका आज फेरि अर्को भिडियो लिएर आइ नै सकेकी छु। अरू दिन सधैँ कुनै न कुनै अलग अलग ड्रेसमा अलग अलग ठाउँमा हुने देविका आज फेरि अर्को ठाउँमा छु। कहाँ भनेर सोच्दै हुनुहुन्छ भने पक्कै म हजुरहरूलाई बताउँदै रहेछु। आउनुहोस् सबैजना मिलेर भिडियो हेर्नुहोस् है त। म चाहिँ लायन्स क्लब अफ काठमाडौँ जन्मभूमिबाट होइन। सो आजको कार्यक्रम शनिबारको दिनमा चाहिँ उता रानीवनमा चाहिँ एउटा सानो प्रोग्राम राखेका थियौँ। हेल्थ चेकअप एन्ड फुड डिस्ट्रिब्युसनको प्रोग्राम राखेका थियौँ। सबैजना हाम्रो लायन्स क्लबका साथीहरूले मिलेर भने पछाडि मैले हजुरहरूसँग सेयर चाहिँ गर्न खोजेँ, सबैजनालाई देखाउन पनि खोजेँ भने त्यहाँ अनाथ आश्रममा पुगिनै रहे होइन। त्यहाँनिर हाम्रो चाहिँ हेल्थ चेकअप भइरहेको थियो र हामीहरूले चाहिँ आयोजना गरेको हाम्रो क्लबले चाहिँ लायन्स क्लब हो। हाम्रो क्लबले चाहिँ सानो नानी बाबुहरूको चाहिँ हेल्थलाई एउटा सानो प्रोत्साहन गर्ने, एउटा सानो सहयोग गर्ने प्रयास गरेको छ। हामीले त यसरी गर्दैछौँ, हजुरहरूले पनि यदि तपाईँहरूले नि सहयोग साथ दिन सक्नुहुन्छ, सपोर्ट गर्न सक्नुहुनेछ है त। अनि यदि जोडिन चाहनुहुन्छ भने पनि हजुरहरूलाई एकदम धेरै वेलकम छ भने हजुरहरूले भिडियोलाई पनि जहाँसम्म पुग्छ सेयर र कमेन्ट गरेर पनि माया गर्न सक्नुहुनेछ भन्ने चाहे। उता बाबुको चाहिँ ब्लड तान्न खोज्दै हुनुहुन्छ क्या, किनभने हाम्रो बाबु नानीहरूको चाहिँ ब्लड टेस्ट र आज युरिन टेस्ट गरायौँ होइन। सो उनीहरूको मेन्टल हेल्थ चेकअपको लागि हामीले डक्टरलाई पनि बोलाएका थियौँ होइन। सो हाम्रो मेडिकल स्टाफ पनि थुप्रै नै थिए होइन। जलजला मेडिकलले पनि हामीलाई हेल्प नै गरेको थियो भने अनि उहाँ चाहिँ हाम्रो स्टाफहरू चाहिँ जलजलादेखि लिएर ब्लू क्रस हस्पिटलबाट पनि सहयोग गर्न साथीहरू आउनु नै भएको थियो होइन। हामीहरूलाई सहयोग गर्नका लागि धेरै साथीहरूले पनि साथ सपोर्ट गर्नुभएको छ भने हाम्रो क्लबका साथीभाइहरूले पनि एकदम धेरै सपोर्ट गर्नुभएको छ। हामीहरूले मिलेर यति गरिरहेछौँ भने सबैजनाले गर्नुभयो भने सायद अझै अप्ठ्यारोमा परेका नानी बाबुहरूलाई सहज हुनेछ भन्ने यो सानो इन्फर्मेसन पनि दिन खोजेँ होइन। त्यो क्लबमा चाहिँ जम्मा 15 जना हुनुहुँदो रहेछ होइन। 15 जनाकै हामीहरूले ब्लड तान्यौँ क्या। 15 जना नै हुनुहुन्थ्यो होइन। 15 जना नानीहरूलाई चाहिँ दिदीहरूले उहाँ आयोजना गरेको उहाँको अध्यक्ष दिदीले चाहिँ हामीसँग सेयर गरेको होइन। दिदीले चाहिँ भन्नुभएको चाहिँ सानो नानी बाबु 3 क्लासदेखि पढ्दाखेरि नै पालेको रे, उहाँले चाहिँ पालन पोषण गरेको रे। नानीहरू अहिले ब्याचलर पनि पढ्ने भइसक्यो कि त्यता बसेर नानीहरू होइन। अनि हामीहरूले चाहिँ त्यहाँनिर हेल्थ चेकअप मात्रै नभएर एउटा सानो इन्टरटेनमेन्ट पनि राखेका थियौँ। क्विज कन्टेस्ट पनि गऱ्यौँ। नानीहरूलाई चाहिँ हबीहरूको बारेमा सोध्यौँ होइन। एकदम रमाइलो भयो। आज मर्निङ चाहिँ भनौँ न रमाइलो भयो। शनिबारको दिनमा तपाईँहरूले चाहिँ कता कता घुमेर बिताउनु भयो होइन। मैले लगायत मेरो साथीहरूले चाहिँ हामीले अनाथ आश्रम गएर बितायौँ। साथीहरू एकदम रमाइलो भयो। म सायद घुम्न जाँदाखेरि पनि यति धेरै खुसी हुँदैन होला बिहान गएर घुमेर आउँदाखेरि जो म आज भएकी छु होइन। सो त्यतातिर चाहिँ सबै बहिनीहरू, नानीहरू, भाइहरू सबैजना थियो। उनीहरूको बारेमा चाहिँ सोध्यौँ। धेरै जसोले खाना पकाउन मनपर्छ भने कसै साथीभाइहरूले गीत गाउन, कसैले स्पोर्ट्समा रुचि देखाए होइन। उनीहरूलाई हामीले क्वेसन पनि सोध्यौँ 15 वटा भने जवाब दिने साथीहरूलाई चाहिँ हामीले चक्लेटको व्यवस्था पनि थियो भने होइन। भनौँ न उनीहरूलाई उपहार एउटा सानो गिफ्ट ह्याम्पर पनि थियो। उनीहरूले डान्स गर्ने, आफ्नो खुसीको मोमेन्ट, दुःखको मोमेन्ट सेयर गर्ने पनि एउटा सानो टाइम निकालेका थियौँ क्या। उनीहरूसँग कुरा गरिसके पछाडि दिदीहरूलाई चाहिँ एकदम धेरै भन्नुभयो कि तपाईँहरूलाई धेरै धन्यवाद छ भन्नुभयो। उहाँ चाहिँ हाम्रो यस भनौँ न महिला आश्रमको चाहिँ अध्यक्ष हुनुहुन्थ्यो होइन। मैले चाहिँ यहाँनिर साथीहरू चाहिँ सबैजना मिलेर चाहिँ गरेको भएर यो एकजनाले मात्रै गरेर पनि हुँदैन साथीहरू। यो भनेको सहकार्य हो, सबैजनाले मिलेर गर्नुपर्छ होइन। हामीहरूले चाहिँ एकदम मिलेर नै गरेका थियौँ। अनि हाम्रो भाइहरूको गीतहरू पनि सुन्यौँ। उहाँहरूलाई हामीले गिफ्ट ह्याम्पर पनि दियौँ होइन। भनौँ न कति राम्रो कलाहरू छ क्या उनीहरूसँग होइन। एकदम धेरै रमाइलो पनि लाग्यो। म पनि एकदम धेरै खुसी भएँ। कति कमाउनु कति जमाउनु होइन। भनौँ न कहिलेकाहीँ त आफू मात्रै नभएर आफूसँगै भोलि मरिजाने जिन्दगीमा के लानु छ र होइन। सो आफू लगायत आफू वरिपरि रहेका मान्छेलाई चाहिँ अलिकति भए पनि प्रोत्साहन र सहयोग गर्न पाउँदा चाहिँ म अत्यन्तै नै खुसी छु। म लगायत मेरो टिम नै खुसी छ होइन। सो हजुरहरूले पनि जहाँ हुनुहुन्छ आफ्नो हातबाट हुने सहयोग साथ चाहिँ गर्नुपर्छ भन्दै मैले आजको यो भिडियो चाहिँ त्यहाँबाट निस्किँदैछु। सी यू बाई भन्दैछु होइन। सो सबैजनालाई माया छ। टेक केयर। भिडियो हेरेर भने साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। धेरै माया। बाई बाई गाइस। सी यू।